हेलो वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ आज जाँदैछौँ बाहिर। यो चाहिँ सरप्राइज हुनेछ हजुरहरूले चाहिँ इन्डसम्म हेर्नु होला किन के को लागि जाँदैछौँ है त। बाटोमा उहाँहरू चाहिँ म्याडम र उहाँको छोरी एकजना म्याडमको सरको पछाडि चाहिँ अगाडि कुदिसक्यौँ है। अनि यसो खाजासाजा खाने घुम्ने भनेर कन्भिन्स गराएर बुढोलाई जाऊँ भनेको, तर त्यहाँ गएपछि चाहिँ सरप्राइज हुनेछ है। त्यसको लागि चाहिँ इन्डसम्म हेर्नुपर्ने हुन्छ हजुरहरूले पनि। बाटोमा चाहिँ यसो भिडियो क्लिक गर्दै हिँडिदिएको है चिसो चिसो मौसममा। त्यही हो, म्याडम चाहिँ कुदिराख्नु भएको छ मस्तले व्यस्तले है। मलाई के भन्छ हामी चाहिँ पुग्यौँ अहिले चाहिँ फाइनली। ऊ त्यहाँ बसौँ के, यहाँ बसौँ, ह्याप्पी बर्थडे भन्ने यो मोबाइल ले एकचोटि नेतालाई फोन हान्नु। मेरो पानी कुन हो? हामी चाहिँ खानेकुरा कतिखेर आउँछ भनेर कुरेर बसिरहेको, पानी मात्रै खाएर है। अनि केक पनि अर्डर दिइसकेको थियो, बल्ल बल्ल कन्भिन्स गरेर मान्नुहुन्न थियो केक नकाट्ने भनेर। यसमा चाहिँ हामी चाहिँ खाना कुरेको, केक चाहिँ आउन अलिक टाइम लाग्ने, म अर्डर दिएको थिएन नि त, त्यहीँ घर दिएको। बल्ल बल्ल खानेकुरा आइपुग्यो, हामी चाहिँ खान थालेको यसरी। अनि खासै मिठो छैन अरे आज। कुर्दा कुर्दा फाइनली केक पनि आयो है। सिम्पल खाले, मतलब सिम्पल, त्यति कन्भिन्स गराएर काट्ने भनेको बुढोको बर्थडे थियो स्पेसल, हजुरहरूले थाहा पाइसक्नुभयो है। अनि त्यसपछि यही हो, देख्न सक्नुहुन्छ हाम्रो चाहिँ एक्टिभिटिज। नबोलेर हैरान के, फेरि नानीले बाल्ने भनेर नबोलेर हैरान। गाईको हात पोलिसक्यो तर यो झिरझिरै बोलेन कि। गिफ्ट के दिनुभएछ? यो म्याडमहरूले दिएको दिनुभएको कभर्स बनायो। थ्याङ्क यू। फर्स्ट टाइम मलाई गिफ्ट पाएको, बर्थडे गिफ्ट पाएको। पहिला पाउनु भएको थियो, ए पहिला नि पाउनु भएको थियो। इष्टदायको गिफ्ट गिभ मी के हो? वा, यो हजुरलाई बर्थडे भनेर दिएको होइन नि, खासमा यो बे गरेको उसको दिएको। दुःख किन गरे हुनुहुन्छ? कप रहेछ, कप सेट बुढाबुढीलाई। कपाल सेट। वाउ, हाउ ब्युटिफुल। वा कप प्लेट छैन, यस्तो मन पर्यो। बोथ गिफ्ट आर टु मच ब्युटिफुल। थ्याङ्क यू भन्नु थ्याङ्क यू सो मच म्याडमहरू एन्ड दाइहरूलाई, म्याडमहरूलाई।